Hello everyone, welcome back to my first ever mini vlog. So today I'm going to Godavari. This is me on the way to my school. This is my outfit of the day. It is really simple as you can see. But yeah, this is me and my sister waiting for everyone to come so we can go to Godavari. And this is our road to Godavari. हामी गोदावरी जाँदैछौँ र गोदावरी हामी आइपुगेर हामी आफ्नो पिकनिक स्पटसम्म हिँडिरहेको थियौँ। टाढै थियो तर जे होस् रमाइलो भएको थियो। अनि उहाँहरू सबैजना टिचरहरू चाहिँ आएर बसिसक्नु भएको थियो। नाउ हाम्रो पिकनिक सुरु हुन लागिरहेको थियो। पिकनिक सुरु हुने बित्तिकै हामीले चाहिँ फर्स्ट नै ब्रेकफास्ट खायौँ र ब्रेकफास्टमा त्यही हो चना अन्डा जाम ब्रेड अनि चियाहरू। अनि यहाँनिर ब्रेकफास्ट खाने बित्तिकै वी डिसाइडेड टु गो टु बोटानिकल गार्डन। सो यो बोटानिकल गार्डन जहाँ पनि टिकट रहेछ। टिकट चाहिँ एकदम एक्सपेन्सिभ थियो गाइज। अनि हामी भित्र गयौँ र यो होमभित्र जाने सबै टुरहरू सबै हेर्छौँ तपाईँले। यहाँ चाहिँ पहिला यसरी जाने रहेछ अनि जाने बित्तिकै त्यहाँ एउटा सानो झर्ना आएको थियो। अनि त्यो झर्नामा मैले यसो गएर पानी खेलाएँ। यो चाहिँ त्यो बोटानिकल गार्डनको अलिकति टुरहरू सबै लास्टसम्म हेरिदिनु होला। चाहिँ हामी फर्क्यौँ र फर्किँदाखेरि त सबैजना यहाँ मासु खाइरहनु भएको रहेछ। अनि यतापट्टि कुकिङमा चाहिँ भुटन अनि माछा रोस्ट आलुहरू पाकिरहेको रहेछ। स्न्याक्स टाइम थियो चाहिँ एकदम मिठो थियो है। अनि यहाँ चाहिँ हाम्रो अब त्यस्तै एउटा डान्सहरू अहिले चलिरहेको थियो। सो या त्यति नै हो। बाई बाई गाइज।